पैसा आयो पैसा साथीहरू होइन सेलेरी आयो आज त सेलेरी आउँदा धेरै खुसी हुन्छ होइन काम धेरै जे जस्तो गाह्रो भयो भने पनि पठाउने पैसा नपठाउने पैसा 1 2 3 4 5 6 7 8 9 10 11 12 15 16 17 18 गाइज होइन अब हामीले सोचे जस्तो नेपालमा सोचे जस्तो सजिलो छैन विदेशमा पैसा कमाउनलाई अब धेरै गाह्रो छ हामीले अब कति दूर गरेर कमाएको पैसा हुन्छ अब त्यो अब सबै धेरै महँगाइ छ नि त हामीले कहिले बिरामी परिन्छ अब मोबाइलमा रिचार्ज पनि अब आफैले हाल्नुपर्छ त्यो कम्ती पनि यहाँको 50 रुपियाँ भनेपछि त्यो अब नेपालको लगभग 1500-1600 कारानी पुग्छ होइन सामानहरू धेरै महँगो छ क्या बजार जाने बित्तिकै जे सामान किनिन्छ नि त्यो किन्न लाग्यो भने त्यो सबै सकिन्छ क्या पैसा नै किन्दा किन्दै सकिन्छ पैसाहरू बिरामी पऱ्यो भने लास्टै महँगो छ गाह्रो छ नि त पैसा कमाइ त हुन्छ तर पनि कमाइ त्यही अनुसार खर्च हुन्छ क्या यहाँ धेरै गाह्रो हुन्छ त्यही भएर अब गाह्रो छ नि त हामीले सोचे जस्तो विदेश होइन घरतिरबाट पैसा किन पठाइदिएन कहाँ गरेर लग्यो हरायो भन्ने हुन्छ पैसाहरू अनि अब यस्तै छ नि त गाह्रो छ गाह्रो छ विदेशमा सोचे जस्तो पैसा फल्दैन धेरै नै दुःख गर्नुपर्छ 12 घन्टा काम गर्नुपर्छ एकछिन रेस्ट हुँदैन घाममा उभिनुपर्छ त्यही भएर विदेश आउँदै हुन्छ अनि सोचेर बुझेर आउनु होला भन्न चाहन्छु म पैसा पठाउनु नेपालमा जाँदैछौँ क्या सेक्रेटरी ड्युटीमा छौँ होइन तर हामीलाई छुट्टी हुँदैन त्यो भएको हिसाबले आज हामी छुट्टी ड्युटी हुँदा हुँदै पनि अब ड्युटीबाटै जानुपर्ने हुन्छ कि पैसा पठाउनलाई समस्या छ नि त गाह्रो छ नेपालमा सो गाइज मैले यहाँबाट पैसा लगभग साथीहरूलाई दिइसकेँ पठाइसकेँ होइन अब पैसा जान्छ कि जाँदैन होइन समस्या हुन्छ नि त अब साथीहरू अब एकजना मान्छेले त्यो 3000 भन्दा बढी पैसा पठाउन पाउँदैन अरे भन्ने हल्ला छ त्यो सत्य कि के हो तर अब एकैचोटि 4-5 जनाको पैसा हाल्दाखेरि धेरै पैसा भयो भने दिन्छ कि दिँदैन नि त त्यही भएर भिडियो अब यो भिडियो चाहिँ मैले पोस्ट गर्छु कस्तो लाग्छ कि लाग्छ होइन तपाईँहरूको मनमा लागेको कुराहरू कमेन्ट गर्नु होला एकदम महँगो छ नि त धेरै महँगो छ मलेसियामा होइन जे चिज किन्न गए पनि के गर्नै पर्यो नेपालमा रोजगारी छैन गाह्रो छ नि त त्यही भएर गाइस होइन नेपालमा गर्न नसकेपछि यस्तै विदेशमा गर्नुपर्छ हेलो गुड मर्निङ सम्पूर्णलाई स्वागत छ है आज हामी चाहिँ नि विशेष गरेर मलेसियामा भएको जुन सेक्युरिटीहरू छन् नि उनीहरूलाई चाहिँ नि सबै हामीलाई त अब धेरै गाह्रो छ होइन पैसा नेपालमा पैसा पठाउनुलाई डेमा काम गर्दाखेरि हामीलाई छुट्टी पनि मिल्दैन नि त अनि त्यही भएर हामी अब यहाँ क्र्याब बुक गरेर लिडर दाइले भन्नुभएपछि हामी जाँदैछौँ होइन पैसा पठाउन नेपालमा पैसा पठाउन एकदम समस्या छ कि त्यो भएको हिसाबले अब ग्र्याबमा जाने अनि अब कसरी धेरै गाह्रो छ नि त त्यही भएर अब कसरी पठाउन सकिन्छ के गर्न सकिन्छ होइन त्यो म अब फर्स्ट टाइम हो अनि तपाईँहरूलाई पनि देखाउँछु धेरै गाह्रो छ नि त शंकर महानगर पैसा नपठाउने पैसा नपठाउने पैसा कति पठाउने मर मान्छे अर्जुन दाई मासु अर्जुन दाई म जानुपर्छ क्या मेरो त्यहाँ मिल्यो छैन
उता फोन गरेर भन्नुपर्छ शङ्कर जाने अरे त सँगले पराउ पैसा कति पराउने यहाँ तल छिटो सँगले पराउ ओके 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 दादा ओके